अहिले रुकुम पश्चिममा चाहिँ पछिल्लो चरणमा तपाईँले भनेको कुरा एकदमै ठिक हो। पछिल्लो चरणमा यो वैशाख लागेपछि यता चाहिँ एउटा कुरो हामी पहाडी जिल्लामा छौँ। पहाडी जिल्लाको विद्युतको संरचना चाहिँ पुरानो संरचना भएको कारणले गर्दाखेरि चाहिँ संरचना पनि पुरानो हुँदै गएको र दोस्रो कुरो चाहिँ हाम्रो मेन चाहिँ जुन मेन प्रसारण लाइन छ त्यो चाहिँ सल्यानमा के तुलसीपुर हुँदै सल्यान हुँदै रुकुममा आउने हो। हामी मेन चाहिँ तुलसीपुर दाङसँग डिपेन्डेन्ट हुन्छ प्रसारण लाइनलाई र अर्को आउँछ हाम्रो वितरण र के अरे 11 केबीको प्रसारण लाइन र 230 अथवा 400 भोल्टेजको वितरण लाइनको कुरा आउँछ। अब तपाईँको चाहिँ पहाडी एरियामा हावाहुरी धेरै लाग्ने हामीसँग धेरै जसो ठाउँमा के अरे नाङ्गो तार प्रयोग भएको छ पुरानो संरचनामा। त्यो नाङ्गो तार प्रयोग हुनाबित्तिकै चाहिँ हावाहुरी लागेर चाहिँ रुख पोलहरू ढल्ने एउटा मेन कारण त्यो भयो। दोस्रो कुरो चाहिँ तपाईँको तुलसीपुरदेखि यहाँ आउँदासम्म चाहिँ जस्तो सल्यानदेखि रुकुमको 33 केबी लाइनको संरचना प्रसारण लाइनको संरचना हाम्रो 55 किलोमिटरको छ। 55 किलोमिटरको चाहिँ सबै नाङ्गो तार छ र जङ्गलको बाटो हुँदै आउँदैछ। अलिकति केही हावाहुरी अथवा केही गरेर एउटा पात पतिङ्गर केही खस्यो भने त्यो लाइन ट्रिप हुनाबित्तिकै जिल्लाभरि नै अन्धकार हुन्छ। एउटा मेन समस्या त्यो छ र वितरण र प्रसारण लाइनको हकमा पनि हावाहुरी केही अथवा हावाहुरी लाग्यो भने चाहिँ मेन चाहिँ हाम्रो चाहिँ समस्या भनेको हावाहुरी र चट्याङ हो। चट्याङ पनि हाम्रो पहाडी क्षेत्रमा म्याक्सिमम हुन्छ। चट्याङले गर्दा ट्रान्सफर्मर जाने पिन पङ्क्चर हुने ती समस्याहरूले गर्दाखेरि चाहिँ हाम्रो वितरण लाइनमा समस्या हुन्छ। र अर्को कुरो चाहिँ के अरे जुन हाम्रो पुराना संरचनाहरू छ त्यो संरचना त प्रणालीगत सुधारको लागि चाहिँ हामीसँग बजेट अभाव पनि छ। हामीले गरिरहेका छौँ चौरजारी एरिया र मुसिकोटको बजार एरियामा प्रणाली सुधार कार्य पनि भएको छ हैन। त्यो प्रणाली सुधार गर्न सक्यो भने चाहिँ अलिकति कम हुन्छ। नाइ भने चाहिँ हाम्रो पहाडी क्षेत्रमा चाहिँ विशेष गरी यो हावाहुरी र चट्याङको समयमा चाहिँ लाइन बढी डिस्टर्ब हुनुको कारण चाहिँ मेन चाहिँ त्यो हो। अर्को मेन समस्या भनेको लाइन झ्यापझ्यापी जानु समस्या अर्को के हो भन्दाखेरि चाहिँ हामीसँग चाहिँ 11 केबी फिडर यति लामा छन् कि हाम्रो टेक्निकली हुनुपर्ने चाहिँ 30 देखि 40 किलोमिटर हो। अब तपाईँको यही म्यापमा तपाईँले यहाँ देख्न सक्नुहुन्छ हामीसँग एउटा फिडर लगभग तपाईँको 170 जुन हाम्रो एउटा म्याप बनाएर राखेको छु मैले यहाँ एउटा फिडर तपाईँको 170 किलोमिटर जति छ। त्यो फिडरले रुकुम पश्चिमको सानीबेरी गाउँपालिका 8 बिस्कोट गाउँपालिका र अझै अहिले चाहिँ कुदुबाट लाइनको समस्याले गर्दाखेरि चाहिँ चौरजारी नगरपालिका पनि एउटै फिडरले गरेको छ। त्यो फिडर एउटा कतै फल्ट आयो भने यो एरियामा सब लाइनहरू एकैचोटि झ्याप्प निम्ने हुन्छ। एउटा मेन समस्या चाहिँ हाम्रो त्यो छ 11 केबी फिडरको समस्या चाहिँ हो। त्यसलाई न्यूनीकरण गर्नको लागि चाहिँ अहिले विद्युत प्राधिकरणले चाहिँ भम्पुचौरमा एउटा सब स्टेसन बनाउँदैछ। त्यो सब स्टेसन बन्यो भने चाहिँ 8 बिस्कोटको एरिया र बाँफीकोट एरियामा चाहिँ भम्पुचौर सब स्टेसनबाट लाइन वितरण हुन्छ र यिनी जुन हाम्रो यहाँ धैरेन्चौर सब स्टेसनबाट जेनेरेट भएको रिलायबल लाइन हामीले जनतालाई प्रोभाइड गर्ने कुरा छ। त्यसको केसमा चाहिँ हामीले अहिले काम गरेको भनेको चाहिँ भम्पुचौरमा एउटा सब स्टेसन बन्दैछ जुन एआइएबीले नै बनाउँदैछ। इन केस भम्पुचौरमा हाम्रो एउटा सब स्टेसन बन्यो भने चाहिँ 8 बिस्कोट एरिया र बाँफीकोट एरियालाई त्यही सब स्टेसनमा दिएपछि चाहिँ हामीसँग के अरे 11 केबीको फिडर चाहिँ के अरे छोटो हुन्थ्यो र त्यो लाइन मर्मत गर्न सजिलो हुन्थ्यो। र मैले अहिले फेरि ठ्याक्कै मेरो दिमागमा आइहाल्यो रुकुम पश्चिममा मेन समस्या भनेको चाहिँ विद्युतीकरण गर्ने क्षेत्र त अझै पनि बाँकी नै छ। त्यो हामी गर्दै पनि छौँ र कतिपय के अरे केन्द्रकै आयोजना एआइबी भन्ने छ त्यसले पनि गरिराखेको छ। एउटा त्यो वितरण लाइनको पाटो छुट्टै भयो। जुन मर्मतको कुरा छ र 11 केबीको लाइनहरू छन् त्यसको लेन्थ छोटो हुन्छ। जब लाइनको लेन्थ छोटो हुन्छ हामीलाई मर्मत गर्न र फल्ट पत्ता लगाउन पनि सजिलो हुन्छ। एउटा त्यो छ। अब अर्को फ्याक्टर भनेको तपाईँको चाहिँ जुन हामीसँग नाङ्गो तार छ त्यो नाङ्गो तारले चाहिँ हामीले कभर कन्डक्टर प्रयोग गर्न सक्यो भने पहाडी एरियामा पातहरू खस्ने अलिक हावाहुरी लाग्न मात्रै झ्यापै लाइन जाने भनेको मेन कारण चाहिँ तपाईँको रुखहरू लाग्ने अनि त्यस पछाडि चाहिँ पिन पङ्क्चर हुने यो चाहिँ के अरे नाङ्गो तारमा धेरै हुन्छ। त्यो कम गर्नको लागि चाहिँ हामीले चाहिँ प्रणाली सुधार अन्तर्गत चाहिँ योभन्दा 1 वर्ष अगाडि चाहिँ हामीले चौरजारी नगरपालिका र मुसिकोट नगरपालिकाको बजार क्षेत्रमा चाहिँ हामीले एबिसी केबल भन्छ जुन वितरण लाइनको एबिसी केबलले चेन्ज गर्यो र केही भागको एकदमै जटिल ठाउँहरूमा चाहिँ सानो O2 को कन्डक्टर प्रयोग भएको ठाउँमा चाहिँ हामीले चाहिँ अहिले चाहिँ 55 स्क्वायर mm को XLP कन्डक्टर प्रयोग गरेका छौँ 11 केबीमा हो। त्यो जुन हामीले सुरुवात भयो अब बजेटिङको अभावको कारणले गर्दा त्यो फर्दर गर्न सकिएन। माथि थप बजेट पनि आएन। इन केस तपाईँको बजेट हुन यो हामीले फाइल चाहिँ पठाइराखेको बजेट चाहिन्छ
इन्टरनेट इनकेस हामीले जटिल ठाउँहरूमा कालो तार मात्रै चेन्ज गर्न सक्यौँ भने चाहिँ समाउ हामीले रिलायबल बत्ती दिन सक्छौँ। र अर्को फ्याक्टर भनेको चाहिँ लास्टली भनेको चाहिँ मेन कुरो चाहिँ यहाँ सुधार गर्नको लागि चाहिँ हामीले 132 केबीको ट्रान्समिसन लाइनको एकदमै आवश्यक छ हामीसँग। र जुन आयोजना चाहिँ काम भइराखेको छ खुङरीदेखि रुकुम पश्चिमसम्मको यहाँ कोटको तल भेडाबारी भन्छ भेडाचौर भन्छ त्यहाँ चाहिँ एउटा 132 केबीको सब स्टेसनको लागि चाहिँ काम हुँदैछ। त्यो 132 केबीको टावरवाला लाइन जुन ठुलो लाइन हुन्छ त्यो आयो भने चाहिँ हाम्रो चाहिँ समाउ के अरे हाम्रो यो रिलायबल बत्ती चाहिँ हामीले जनतालाई दिन सक्छौँ।